हेलो गाइज दर्शक नमस्ते। अहिले चाहिँ म लुबु बस पार्क म चाहिँ सुनको थाल हेर्न जाँदैछु। हेरौँ के कस्तो छ हेर्नु होला है। यो चाहिँ लुबु बस पार्क हो है। यहाँबाट चाहिँ हामी चाहिँ पोखरीतर्फ सुनको थाल भएतर्फ लाग्नेछौँ। हेर्न सक्नुहुन्छ यस्तो छ। अब के कस्तो छ अब हेरौँ है त। ल सबैजना भएर आउनु होला। ओके म चाहिँ भित्र आइसकेको छु। एकदम सुन्दर आनन्द देखिने यो पोखरी वरिपरिका हरियाली र सजावटी पोखरी, नीलो पानी र यो सुनको थाल पनि देख्न सक्नुहुनेछ तपाईले। यो चाहिँ पहिला सत्ययुगकै थाल हो। यो चाहिँ वरिपरिको व्यवस्थापनहरू पनि एकदम राम्रो रहेछ। यहाँ चाहिँ वरिपरि घुमेर हेरेको छु मैले चाहिँ। हजुरहरूले पनि हेर्न सक्नुहुनेछ है। हजुरहरू पनि अवश्य आउनु होला है एकचोटि हेर्नको लागि। एकदम मनै लोभ्याउने ठाउँ छ। हेर्न सक्नुहुन्छ है। यस्तो छ हाम्रो चाहिँ यहाँ लुबु बस पार्क छेउमा चाहिँ घुमघाम गर्नलाई एकदम आनन्दको ठाउँ रहेछ। तपाईहरु पनि आएर घुम्न सक्नुहुन्छ है। यो भित्र चाहिँ यस्तो छ वरिपरि हेर्न सक्नुहुनेछ। आनन्दले घुमघाम गर्ने ठाउँ रहेको छ। यहाँ चाहिँ एकदम राम्रो फुलहरू पनि, हरियाली वातावरणहरू यस्तो छ है। घुम्ने ठाउँहरू पनि छ। एकदम देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पुरै बस्नको लागि एकदम आनन्द छ। हेर्न सक्नुहुन्छ यो चाहिँ पुरै आनन्दको ठाउँ रहेको छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ वरिपरि दृश्यहरू चाहिँ एकदम राम्रो छ। अनि यो देख्नु भएको चाहिँ तपाईले पोखरी, यहाँको नेवारी भाषामा चाहिँ लुबु भनेको चाहिँ सुनको थाल भनेर बुझिने रहेछ। यहाँ चाहिँ यो चाहिँ सुनको थाल भनेर चाहिँ नि चिनिने हाम्रो पर्वती भाषामा चाहिँ यसलाई चाहिँ लुबु भनेको चाहिँ नेपाली पर्वती भाषामा चाहिँ सुन भनिँदो रहेछ। यो चाहिँ लुबु बस पार्कको पहिला चाहिँ सुनको थाल भनेर चाहिँ चिनिँदो रहेछ यसलाई चाहिँ। यस्तो छ है। यहाँ चाहिँ यता हेर्न सक्नुहुन्छ वरिपरिको दृश्य चाहिँ एकदम राम्रो छ। यहाँ चाहिँ वास्तवमा आराम गर्नको लागि हेर्न बस्न आउने घुम्ने ठाउँ प्रतीक्षालयहरू देख्न सक्नुहुन्छ। यस्तो रहेको छ है त साथीहरू। हेर्न सक्नुहुन्छ है। यो चाहिँ ललितपुर महालक्ष्मी नगरपालिका वार्ड नम्बर 8 मा रहेको छ। साथै लुबु बस पार्क मै छ है। यो चाहिँ हेर्न सक्नुहुनेछ। एकदम राम्रो ठाउँ रहेको छ। हेर्न सक्नुहुन्छ यस्तो छ है। चारैतिर हरियाली छ। एकदम घुम्नको लागि चाहिँ एकदम राम्रो छ। देख्न सक्नुहुनेछ ठाउँहरू चाहिँ। तपाईहरु पनि एकचोटि अवश्य पनि आउनु होला है त घुम्नको लागि। साथीहरु म नै एकदम लोभिने हेरिरहँ जस्तो लाग्ने खालको दृश्य रहेछ। यहाँ पनि एकदम रमाइलो छ। सुनको थाल रहेको छ गाइस। सुनको थाल हेर्न सक्नुहुनेछ है हजुरहरूले चाहिँ। यस्तो छ है सुनको थाल। निकै रमाइलो छ। हरियाली वातावरण पोखरी हेर्न सक्नुहुन्छ तपाईहरुले चाहिँ है। तपाईहरु पनि आएर घुम्नु होला, भिजिट गर्नु होला यो ठाउँमा चाहिँ। म चाहिँ आइसकेको छु है। तपाईहरु पनि आउनु होला भन्न चाहन्छु म। एकचोटि चाहिँ अवश्य पनि टोयलेटहरुको पनि सबै व्यवस्था छ। यहाँ चाहिँ फुलबारी वरिपरि धेरै राम्रो छ है। यहाँ चाहिँ एकदम मनै लोभ्याउने खालको रहेछ। मलाई चाहिँ एकदम मन पर्यो। हजुरहरू पनि आएर अवश्य एकचोटि घुम्नु होला है। वास्तवमा जिन्दगीमा घुम्नुभन्दा ठुलो कुरा केही छैन। सबै कुराको व्यवस्थित छ। टोयलेटहरू पनि है। वरिपरिको वातावरण हेर्दै एकदम रमाइलो लाग्यो, राम्रो छ। तपाईहरु पनि एकचोटि अवश्य आउनु होला। र नयाँ साथीहरूले चाहिँ एक लाइक, एक कमेन्ट र एउटा सब्स्क्राइब गरेर के कस्तो छ कमेन्टमा बताउनु होला है त। ओके बाइ बाइ।